हाई एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। ह्याप्पी दसैँ सबैजनालाई। मैले चाहिँ हेयर कलर गरेर नुहाएर हेयर सुकाएँ, ड्राई गरेँ। अनि त्यसपछि हामी गयौँ सपिङ गरेर चाहिँ भोलिपल्ट भयो। त्यसपछि मैले मुख सुख धोएँ, दाँत मोलेँ। त्यसपछि लोटामा पानीहरू राखेँ, टिकाहरू मुछेँ। मेरो चाहिँ यही टिका मुछ्नु, टिकाको तयारी गर्नु थियो। अनि सो मैले तयारी नै गरेँ। त्यसपछि हामीले टिका पनि लायौँ। अनि मम्मीहरू फ्यामिली सबैजना टिका लाउन जानुभयो। अनि त्यसपछि हामीले बुढा र म मात्र थियौँ। दुईजनालाई पक्कु बनाएँ मैले। अनि बुढाले चिकन ल्याएका थिए, अनि चिकन खायौँ। भोक कस्तो लागेको थियो नि त, बिहानदेखि केही खाएको थिएन। अनि पक्कु बनाउन थालेँ मैले चाहिँ फर्स्ट टाइम पक्कु ट्राई गरेको, किनकि मैले आजसम्म बनाएको पनि थिइनँ होइन। यस्तै भयो, मैले चाहिँ एउटा युट्युबमै भिडियो हेरेर बनाएको। अनि त्यसपछि अर्कोमा चाहिँ छुट्टै एयर फ्राईमा हालेको यति खसीको मासु चाहिँ। अनि यहाँ चाहिँ मैले चिउरा, अचार, कोक, काँक्रा अनि मासु बनाएँ यसरी। अनि बुढाबुढी मिलेर यसरी खायौँ। हामी चाहिँ गफ गर्दै खाइरहेको थियौँ दसैँको। यसपालिको दसैँ कस्तो लाग्यो भन्दै अनि कोक चियर्स गर्दै। अनि त्यसपछि मैले आज दुबई भाइरल चक्लेट यहाँ सपमा जाँदा भेटेको थिएँ, अनि त्यो पनि खाएँ। थ्याङ्क्स फर वाचिङ।